यो धरतीमा जन्मिन्छौँ, धरतीले नै हामी पाल्छौँ र धरतीमा नै हामी अन्तमा मिल्छौँ। त्यसरी भरै तपाईँहरूले जति पनि इष्टमित्रहरूले हामीले मटी दिँदा पहिलादेखि भनेर आएको छु, हामीले मटी दिने मन्त्र चाहिँ सजिलो छ। हामीले त्यो मन्त्र गरेर मृतक आत्मालाई मटी दिउँ भने उहाँले पार मुक्ति पाउनेछ। र मटी दिँदाखेरि हामीले के भन्नुपर्छ भने पहिलो देब्रे हातले एक मुठी दिँदा तिमी धरतीमै जन्म्यौ। अब दोस्रो मुठी दिँदाखेरि तिमीलाई धरतीले पाल्यो र अन्तमा तिमीलाई धरतीमै मिल्यो। शान्ति पार मुक्ति हुनु भनेर मटी दिनुपर्छ। अनि मटी दिँदा हामी इष्टमित्र सबैलाई भन्छौँ, हामीले मटी दिँदा हतार नगरी मर्ने मान्छेलाई मात्रै छुवाएर दिनुपर्छ। नजिकबाट टाढोबाट हामीले मटी दिँदाखेरि हातबाट जिउँदो मान्छेहरूलाई लाग्यो भने आफूलाई अशुभ हुन्छ। अब त्यो माथि च्यादर लाउनु। सबैले सुन्नुहोस् है, यो मटी दिँदा जिउँदोलाई छुवाउनु हुँदैन, मरेको मान्छेलाई दिने हो। जिउँदो मान्छेलाई छुवायो भने आफूलाई अशुभ हुन्छ, आफूलाई दुख बिमार हुन्छ, घरमा पिरोलो हुन्छ। दुख बिमार भएर तपाईँहरूले माङपाहरू लाउँदा भन्नु सुनेको छ नि, तपाईँहरूलाई छारे ढिलो पो लागेको रहेछ भनेर। त्यसो गर्दा जिउँदो मान्छेलाई लाग्यो भने हाम्रो शुभ कार्यहरू पनि रोकिन्छ। त्यसो गर्दा तपाईँहरूले मटी दिँदाखेरि नजिक आएर त्यो सम्झेर दिनुहोस्। च्यादर लाउनुहोस्, त्यो माथि हल्का हल्का ढुङ्गा ढकनी लाउनु। घरको एउटा उहाँहरूको सल्लाह अनुसार अन्त्येष्ट क्रिया घर परिवारले मट्टी दिउँ ल। पहिले घर परिवारको आदेश अनुसार अन्त्येष्ट क्रिया चाहिँ 3 दिनमै सक्ने भएको छ। कतिले 3 दिनमा नुन्तेल र 5 दिनमा सक्ने गर्छ। तर 3 दिनमै पनि उहाँले सक्ने गरिँदाखेरि सबै इष्टमित्रहरूलाई अब उहाँहरूकोबाट एउटा सूचना जस्तो छ। आजको 3 दिनमा नै उहाँहरूले अन्त्येष्ट क्रिया सकिँदै रहेछ सबैलाई। के बार पर्यो? मंगलबार।